हेलो एन्ड नमस्ते तपाईँहरूको प्यारो रोजिना मेरो मर्निङ रुटिन लिएर उपस्थित भइसकेको छु। कस्तो लाग्छ के लाग्छ कमेन्ट गर्नु नभुल्नुहोस् होला है। र म सधैँ 4:30मा उठ्ने गर्छु र मेरो यो फर्स्ट मिल हुन्छ ओट्सहरू यो ड्राई फ्रुट्सहरू भिजाएर राखेको हुन्छु विथ ब्ल्याक कफी। सो म खाएर फटाफट रेडी भएर चाहिँ म चाहिँ जिम जान्छु। त जिममा चाहिँ यताउति गर्छु। म जहाँ जिम चाहिँ किन गएको भन्दाखेरि चाहिँ मेरो चाहिँ शरीरमा यति साह्रो बिमार थियो, मैले दिनमा 4-5वटा ट्याब्लेट खानु पर्थ्यो। सो अहिले चाहिँ मैले टोटली जिम गएर ट्याब्लेटहरू खानु बन्द गरेको छु। सो अनर्थ नलिनुहोस् होला है गाइज, फेरि यहाँ त सङ पार्नु गएको भन्छ हो। सो घरमा आएर पनि हतार हतार म खाजाहरू बनाउँछु। म चाहिँ अहिले चाहिँ आलुदम बनाउँदैछु। यो चाहिँ मेरो डेली रुटिन हो, धेरै चेन्ज हुन्छ किनभने आलुदम चाहिँ मेरो छोरी र मेरो हस्बेन्डले मन पराउनुहुन्छ। र म चाहिँ यहाँ छिटो छिटो आलुदम अनि रोटी बनाउँदैछु है। र म खाएर जान्छु नि त बिहानको ब्रेकफास्ट चाहिँ। अनि यो उसमा चटक्कै धनियाँ सनियाँ हालेर रेडी भइहाल्यो हो। अनि फेरि कराई बसाएँ अनि मैले चाहिँ यहाँनिर बनाउँदैछु नमनमको साग। सायद कतिजनालाई थाहा छ होला, कतिजनालाई थाहा छैन होला है। यो नमनमको साग चाहिँ धुप्पीको रुखमुनि पाइन ट्रीको रुखमुनि पाउँछ, लामाहट्टाबाट मैले आमाको घरबाट लिएर आएको। सो यो चाहिँ एकदमै दबाई पनि हो, जिउ दुख्दाहरू खाने, जिउ सर्दीहरू लाग्दा खाने। सो अन्डा पनि मेरो रेडी भयो र मैले दुध पकाएँ, दुधमा मैले मह हालेँ 1 चम्ची र मेरो ब्रेकफास्ट पनि रेडी भयो। अनि साथीहरू यस्तै हो मेरो दिनचर्या। र म कहीँ जानु छ भने मात्रै मेरो रुटिन चेन्ज हुन्छ, नभए चाहिँ मेरो बेसिकली डेली रुटिन चाहिँ यही नै हुन्छ है। सो सन्डे एक दिन चाहिँ म रेस्ट गर्छु र म चिटिक्कै भएर अफिसतिर लागेँ है। अनि तपाईँहरू नयाँ हुनुहुन्छ भने प्लिज मेरो पेजलाई लाइक कमेन्ट सब्सक्राइब गर्नु नभुलिदिनुहोस् होला है। र जाँदाखेरि दार्जिलिङको बाटोको जाम चाहिँ सबैजनालाई यादै होला है। र यसरी म जाममा हवस् त साथीहरू, म नेक्स्ट भिडियो लिएर आउने छु फेरि पनि तपाईँहरूको अगाडि। र प्लिज अहिलेको लागि चाहिँ तपाईँहरूबाट बिदा लिँदैछु। बाई बाई।